भगवान गौतम बुद्धले दुःखबाट कसरी मुक्ति पाउनुभयो? दुःखको वास्तविक कारण के हो? दुःखबाट कसरी छुटकारा पाउन सकिन्छ? आजको भिडियोमा नमस्कार, मानव एवं भवन च्यानलमा सबैजनालाई स्वागत छ। दुःख सबै धर्मावलम्बीमा छ, जातमा छ, वर्गमा छ, देशमा छ। यो भन्न सकिन्छ कि दुःख नभएको मानव लगभग भेटाउन असम्भव छ। तर पनि यो धर्म लिएपछि खुसी मिल्छ, त्यो देश गएपछि आनन्द मिल्छ भन्ने लाग्छ। हामी यति धेरै रणभूलमा छौं कि जसकारण जीवनदेखि नै विरक्त लाग्दछ। जिउने मन छैन तर पनि जीवन व्यतीत गरिरहेका छौं। आखिर यति धेरै दुखी किन छौं त? वास्तवमा दुःखको कारण के हो त? दुःख कहाँबाट आउँछ? दुःखको वासस्थान कहाँ छ? दुःख कति प्रकारका हुन्छन्? सबैभन्दा जटिल दुःख कुन हो? यसबाट कसरी छुटकारा पाउन सकिन्छ र भगवान गौतम बुद्धले दुःखबाट कसरी मुक्ति पाउनु भयो भन्ने बारेमा पनि आजको भिडियोमा समावेश गर्नेछु। त्यही भएर भिडियो अन्तिमसम्म हेर्नुहोला। अब ढिला नगरिकन सिधै प्रसंग तर्फ लागौं है त। दुःखको प्रसंगमा दुःखको प्रकारबाट सुरु गरौं है त। दुःख मूलतः 3 प्रकारका हुन्छन्। 1 मा शारीरिक दुःख, 2 मा मानसिक दुःख, 3 मा आर्थिक दुःख। शारीरिक दुःखमा शरीर सम्बन्धी दुःख पर्दछन्। शारीरिक दुःख हुनुको कारण बिरामी र शारीरिक अशक्तता अथवा अपाङ्गता हो भने मानसिक दुःखमा मनबाट दुःख मिल्दछ। यो दुःख चाहिँ मनबाट सञ्चालित हुन्छ। मन अभौतिक छ, त्यही भएर सबैभन्दा जटिल दुःख मानसिक दुःख हो भने आर्थिक दुःखमा चाहिँ धन सम्पत्तिको अभाव पर्दछ। यी 3 वटै दुःखका प्रकारहरू एक अर्कासँग अन्तर सम्बन्धित छन्। त्यही भएर मानिसलाई दुःखको वास्तविक कारण थाहा पाउन कठिन हुन्छ। वास्तवमा दुःख कसले दिइरहेको छ? भाग्यले, भगवानले या अरूले दिएको दुःख त हामीले सजिलै देख्न सक्छौं, तर आफूले नै आफैलाई दिएको दुःख चाहिँ हामीले देख्न सक्दैनौं। त्यही भएर जीवनभरि नै दुःख पाउँछौं। यदि दुःख अरूले दिइरहेको छ जस्तो लाग्छ भने खुसी पनि अरूले नै दिइरहेको छ। सबै थोक अरूले नै दिइरहेको छ भने आफूले आफूलाई के नै दिन सक्यौं र? दुःख र खुसी अरूकै हातमा हुने हो भने भगवान गौतम बुद्धले पनि दुःखबाट मुक्ति पाउन सक्नुहुन्न थियो। अन्त्यमा जाँदा जाँदै के भन्न चाहन्छु भने वास्तवमा प्रत्येक व्यक्तिको दुःखको केन्द्रबिन्दु स्वयं हो। स्वयं प्रति एकाग्र हुन सकेमा दुःखको कारण पत्ता लगाउन सकिन्छ। यसरी दुःखको अन्त्य गर्न सकिन्छ।